हेलो गाइज गुड मर्निङ बिहानको शुभ प्रभातमा आज तामिन तर्फको ट्र्याकमा मर्निङ वाकको लागि निस्केको छु। आज चाहिँ म जोरबुटभन्दा थोरै माथि जोरबुट तल हो भने त्योभन्दा माथि यहाँसम्म आइपुगेको छु। यहाँबाट अलिकति माथि जाने भने त्यहाँ फोक्सिङ गाउँ छ र उता 60 मुरी भइहाल्यो र यो तामिनको ट्र्याक म यहाँनिर आएको छु। आज चाहिँ तपाईँहरूलाई अचम्म लाग्न सक्छ अहिले कुन ठाउँ देखायो भनेर कृपया थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोला। म यस ठाउँमा आएर बसेको छु। यहाँसम्म चाहिँ लगभग 2.2 km हुँदो रहेछ। म यहाँसम्म आएर यहाँबाट यहाँको दृश्यहरू अवलोकन गरेको छु। तपाईँहरूलाई पनि त्यो दृश्य देखाउने अनुमति दिन चाहन्छु। मैले यहाँहरूलाई यहाँको दृश्य देखाउन चाहेँ। तपाईँलाई लागेर त्यति राम्रो भ्युज त छैन, तर पनि यहाँबाट रमाइलो दृश्य देखेको, चराचुरुङ्गीको आवाज, त्यो खोला देख्नुभएको होला, त्यो मर्स्याङ्दी खोला हो। म थोरै जुम गरेँ, त्यो अलिअलि गर्दा राम्रोसँग देख्दैन। त्यो जुन बगेको चाहिँ मर्स्याङ्दी खोला र यो हिजो म गएको ट्र्याक त्यहाँ हो जुन त्यो स्कुल देखेको छ त्यहाँनिर। र यो यहाँको दृश्य यस्तो छ। त्यहाँनिर देख्नुभएको त्यो बस्तीहरू देख्नुभएको छ, त्यसलाई चाहिँ निवारे गाउँ भन्छ है। निवारे गाउँ म यहाँनिर छु। यहाँको अवस्था यस्तो छ। कृपया मर्निङ वाक गर्ने गरौँ। मर्निङ वाक गरेर शरीरलाई फाइदा हुन्छ। 60 मुरी लाइनबाट गाउँ, थुप्रै गाउँहरू छन्। म यहाँनिर आइपुगेको छु। हेर्नुहोस् त, कपडा हेर्नुहोस् त, पसिना हेर्नुहोस् त। यसरी पसिना निकाल्नुपर्छ, तब पो तन्दुरुस्ती भइन्छ। त्यसै तन्दुरुस्ती हुन्छ, सुतेर तन्दुरुस्ती भइन्छ र होइन। थोरै दुःख त गर्नु पर्यो नि आफ्नो शरीर बनाउनको लागि, शरीर स्वास्थ्य राख्नको लागि। त्यही भएर तपाईँहरूलाई म दिनदिनै मर्निङ वाक गर्ने गरौँ भनेर भन्छु। कति तपाईँहरूलाई झिझार पनि लागिसक्यो होला, कति कराउँछ भनेर। मलाई कराउन छोड्नको लागि यहाँहरू मर्निङ वाक गर्ने गर्नुहोस् न त। म कराउन छोडिहाल्छु नि, मलाई पनि कराइराख्न त मन छैन। म सँगसँगै यहाँहरूको पनि शरीर स्वस्थ रहोस् भन्ने मेरो चाहना हो। त्यही भएर मैले यहाँहरूलाई कराउने गर्छु। त्यसलाई चाहिँ झिझार नमान्नु होला है। बिहान झकझकाउँछ, मर्निङ वाक गर्न कर लगाउँछ, उत्प्रेरित गराउँछ भनेर सोचेर चाहिँ त्यस्तो धारणा लिनु होला भन्दै म तपाईँको साथी पूर्ण आजको भिडियोबाट बिदा लिने अनुमति चाहन्छु। यहाँहरूको दिन राम्रो रहोस्, सुखमय रहोस् भन्ने कामना गर्न चाहन्छु। हस् त, धन्यवाद भिडियो यहाँसम्म हेरिदिनु भएकोमा।